नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मुख्य समाचारबाट। भक्तपुर मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु, 1 जना गम्भीर घाइते। बागलुङमा आग लागि, 3 जनाको मृत्यु, आगो नियन्त्रणमा। महोत्तरीमा पत्रकारमाथि नेपाली सेनाले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आपत्ति। स्थानीय जनतासँग घनीभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरु योजना बनाउन उपयुक्त हुने नेपाली कांग्रेसका पूर्व स्वास्थ्य मन्त्री थापाको धारणा। र मलेसियामा कामदार पठाएको अनुमति दिन वैदेशिक रोजगार व्यवसायीहरू सरकारसँग माग। अब समाचार विस्तारमा। भक्तपुरको सर्विनायक नगरपालिका 5 सल्लाह घारीमा गैराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन्। भक्तपुरको चाँगुनारायण बस्ने 29 वर्षीय शहीद तामाङको मृत्यु भएको हो। उनको उपचारको क्रममा डाक्टर इरियामुरा अस्पताल सल्लाहघारीमा गैराती 1:15 बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगतीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार 27 वर्षीय शेख बहादुर तामाङको भने सोही अस्पतालमा उपचार भइरहेको छ। गैराती 12:30 बजे सल्लाहघारी चोक नजिकै तामाङ दय सवार 9294 प 7174 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएको थियो। बागलुङको ताराखोला गाउँपालिकामा भएको आगलागीमा परि 3 जना बालिकाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका 4 मा आगो ताप्ने क्रममा याम बहादुर खत्रीको 2 तले घरको गोठमा आगलागी हुँदा बालिकाको मृत्यु भएको हो। आगलागीमा स्थानीय रुद्र बहादुर रोकाका 6 वर्षीय छोरा रितिश रोका, दिल्ली बहादुर घरतीका 6 वर्षीय छोरी ऋतु रोका र 4 वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। हिजो दिउँसो 4 बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली बेलुका 7:30 बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शनिबार मध्यरातमा नेपाली सेनाले पत्रकारमाथि दुर्व्यवहार गरेको छ। पत्रकारले गोप्य सूचनाको आधारमा बर्दिवास नगरपालिका वडा नम्बर 13 मा अवैध रूपमा सञ्चालित क्रसरहरूको रिपोर्टिङ गर्ने क्रममा विजय शाहले बर्दिवास 13 मा सञ्चालन गरेको चुरियामाई वाशिङ सेन्टरले प्रदेश नम्बर 2 को पृतनाथ क्षेत्रभित्र अवैध रूपमा नदी उत्खन्न गरी त्यहाँ भएका गिटी बालुवा चुरियामा वाशिङ सेन्टरमा लगिरहेको अवस्थामा खबर दर्प राष्ट्रिय दैनिक पत्रिकाका व्यवस्थापक तथा सूर्योदय टेलिभिजन झापाका रिपोर्टर ललन मण्डल र सामुदायिक रेडियो सुनगावा बर्दिवासका व्यवस्थापक तथा रातो पार्टीका सञ्चारकर्मी महोत्तरीमा संवाददाता निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले रिपोर्टिङका क्रममा दुर्व्यवहार गरेका छन्। उनले सञ्चारकर्मी दयले मोबाइल र क्यामेरा खिचेको भिडियो र फोटो समेत खोसेर डिलिट गरेका छन्। पत्रकारसँग सेनाका मेजर बस्नेतले चिरियामाई वाशिङ सेन्टरका सञ्चालक विजय शाहसँग क्रसरको सेनाको काम गरे बापत सेनाको पेरिमिटरबाट नदी जन्य पदार्थ उत्खन्न गर्न दिने शर्त राखी सेनाको पेरिमिटर भित्र निर्माणाधीन रहेका अधुरा कामहरू सम्पन्न गर्ने शर्तमा उत्खन्न गर्न दिएको बताएका छन्। उनले सम्झौता अनुसार नै उत्खन्न भएको भन्दै सञ्चारकर्मीले आफूहरूलाई अनावश्यक दुःख दिएको उल्लेख गरेका छन्। मेजरले सञ्चारकर्मीलाई प्रलोभन देखाउँदै घटनाको समाचार नछाप्न धम्की दिए। घटनास्थलमा चुरियामाई वाशिङ सेन्टरद्वारा सञ्चालित 4 वटा ट्रिपर बर्दिवास नगरपालिका भित्र रहेका हात्तीलेट र चौलिखा प्रहरी चौकीबाट खटिएका प्रहरी तथा पत्रकार दयको रोहबार नम्बर 8 ख 2437 नम्बर 1 क 6857 नम्बर 1 क 6869 नम्बरको ट्रिपर र एउटा नम्बर नखुलेको जेसीबी गरी 4 वटा गाडीले नियन्त्रणमा लिएको थियो। ट्रिपर र जेसीबी नियन्त्रणमा लिएपछि नाम नखुलेको ट्रिपर चालकले सेनालाई खबर गरेका थिए। खबर पाएपछि सेनाका मेजरले गाडी नजिक आई डर त्रास देखाएका प्रहरीको हातबाट ट्रिपरको साझो खोसेका थिए। सेनाका मेजर बस्नेतले आफूले सबै काम पृतनाथ पतिकै आदेशमा गरेको जानकारी गराउँदै सेनाको पेरिमिटर
भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुँदा आफूहरूले गरेको क्रियाकलापमा कानून सम्बद्ध रहेको भन्दै प्रहरी तथा सञ्चारकर्मीले घटनास्थलबाट फर्काएका थिए। घटनाको विषयमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दया निकेश खनाल र ललन मण्डलमाथि नेपाली सेनाका मेजर बस्नेतले गरेको दुर्व्यवहारप्रति घोर भर्त्सना गर्दै घटनाको यथाशीघ्र छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 4 जस्तै वडा नम्बर 7 का एक महिला सदस्यले समेत आफूलाई वडाको बैठकहरूमा नबोलाउने गरेको गुनासो गरेकी छन्। वडा नम्बर 7 की वडा सदस्य एवं कार्यपालिका सदस्य श्यामा झाले वडा अध्यक्ष जानकी राम शाह आफूलाई कुनै पनि बैठकमा नबोलाएको गुनासो गरेकी छिन्। हमरा जनता जीताक बहुमत अध्यक्ष से बेसी वोट से हम जीतल छी, लेकिन हमरा जे छै से अधिकार नहीं भेट रहल है। वार्ड से जनता तो बहुत महत्व दैया, लेकिन वार्ड अध्यक्ष महत्व नहीं दे रहल है। बैठक में नहीं हमरा बजबैया और कहिए जे कार्यपालिका सदस्य अहाँ छी, अहाँ के हम बैठक में नहीं बजाब। वडा सदस्य झाले एक विज्ञप्ति समेत जारी गर्दै गुनासो गरेकी हुन्। यता वडा अध्यक्ष शाहले वडा सदस्य झा कार्यपालिका सदस्य भएपछि आफूले बैठकमा बोलाउन छोडेको स्वीकार गरेका छन्। उनले दोहोरो वार्ता खाना नहुने प्रावधान अनुसार कार्यपालिका सदस्य झालाई नबोलाएको र सो कुरा सदस्य झालाई आफूले जानकारी समेत गराइसकेको समेत बताएका छन्। जितला के बाद आगे किछ दिन के बाद जो है से 2-3 महीना के बाद जो है से हम उनका मतलब जैसे जानकारी करे लिए हमरा कोनो वकील सब कहलक जे अपने जे है से दोहरो भत्ता नहीं खियाब सकै छी, नहीं खियाब सकै छी। तो हमरा सस्पेंस में पड़ गेली कि बाद में जो है से अहूँ के अहूँ के ऊपर प्रश्न उठत। तो तई द्वारे जो है से हम उनका कहलिए जे अपने जो है से दू जगह भत्ता नहीं खइयो कि तो अहाँ सदस्य में रहती तो ठीक है, लेकिन सदस्य तो अहाँ कार्यपालिका बोर्ड के अहाँ के मेंबर भ गेली कि तो बोर्ड के जब ये मेंबर भ गेली तो एक जगह मात्र भत्ता खा सकिए कि। तो तई हिसाब से अपने के जैसे हम उनका मतलब जैसे रिक्वेस्ट कैले छी जे अपने जैसे एक बेर जैसे निवेदन लगे जैसे कार्यपालिका बोर्ड में रखल जाओ, कोनो जिला अदालत से हो मतलब संबंधित निकाय से अहाँ कोनो आधार लगे। वडा अध्यक्ष शाहले गुनासो बैठकको नभएर भत्ताको समेत रहेको बताएका छन्। दोहोरो भत्ता दिन नहुने परिपत्र उपमहानगरपालिकाले समेत आफूलाई प्रदान गरेको बताउँदै उनले सोही कारण आफू सदस्य झालाई अदालत समेत जान सुझाव दिएका थिए। उनले आफूहरू बीच कुनै विवाद नरहेको समेत बताएका छन्। अब समाचारमा केही बेर विश्राम। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। गरीब विपन्न असहाय तथा प्रतिकूल समय र मौसमका आवश्यक परेका व्यक्तिहरूलाई लगाउने कपडाको निशुल्क व्यवस्थापनका लागि स्थापना भएको क्लोथ बैंक धनुषाले जिल्ला प्रशासन कार्यालयबाट विधिवत मान्यता पाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज करेलको पहलमा उहाँ समेत सल्लाहकार रहने गरी राजीव झाको नेतृत्वमा गठन भएको 7 सदस्यीय क्लोथ बैंक धनुषा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ। बैंकका अध्यक्ष झाले प्रमुख जिल्ला अधिकारी कोरले प्रमाणपत्र वितरण गरेका छन्। बैंकले चिसोका लागि न्यानो कपडा साथै जिउमा लगाउने कुनै पनि प्रकारको लुगा संकलन गर्ने र आवश्यक रहेका व्यक्तिले उनको सम्पूर्ण विवरण लिएर हस्ताक्षर गरी वितरण गर्नेछ। बैंकले लुगा संकलन गर्ने क्रममा दाताको नाम र विवरण गरिएको रेकर्ड राख्नेछ। साथै सम्पूर्ण नगरपालिका र गाउँपालिकासँग विवरण संकलन गरी आवश्यक रहेको समुदाय र व्यक्तिलाई लुगा वितरण गर्नेछ। नेपाल फ्रान्स परामर्श बैठक बुधबार काठमाडौँमा हुँदैछ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वार्षिक उत्सवका सन्दर्भमा हुन लागेको यो बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मेमान्ताको नेतृत्वमा 5 सदस्यीय फ्रान्सेली प्रतिनिधि मण्डल बुधबार नेपाल आइपुग्नेछ। फ्रान्सका विदेश सचिव आफ्ना नेपाली समक्ष शंकर दास बैरागीको निमन्त्रणमा बुधबार अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयले बैठकमा दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा
विचार विमर्श हुने सचिव बैरागीले जानकारी दिनुभयो। परामर्श बैठकमा ऊर्जा, व्यापार, पर्यटन, शहरी विकास, सूचना तथा संचार, जलवायु परिवर्तन, सांस्कृतिक लगायत विषयमा छलफल हुनेछ। नेपाल फ्रान्स कूटनीतिक सम्बन्धको 70औं वर्ष प्रवेश आगामी अप्रिल 20 तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने सचिव बैरागीले बताउनुभयो। बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, संचार तथा सूचना प्रविधि र सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुनेछन्। बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। यसअघि सचिव बैरागीले आफ्ना समकक्षीसँग गत कार्तिक 26 गते पेरिसमा भेटवार्ता गर्नुभएको थियो। नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्थानीय जनतासँग घनीभूति छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गृह योजना बनाउन उपयुक्त हुने धारणा राख्नु भएको छ। कांग्रेस नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरूसँग परामर्श गरेर पशुपति क्षेत्रको बृहत्तर गृह योजना बनाउन उपयुक्त हुने बताउनु भएको हो। उहाँले पशुपति क्षेत्रको सबै सम्पदाहरूको उचित व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषको ध्यानकर्षण गराउनुभयो। बुधबार पशुपति क्षेत्रको बृहत्तर विकासका लागि गृह योजना बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले नेपालको सनातन धर्मकै पवित्र स्थल रहेको पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। त्यो पनि एउटा एभिडेन्सहरुमै आधारित छ। त्यहाँभित्र अध्ययनै गरिएको छ, एउटा सम्पदाको अध्ययन गरिएको छ। जुन कुरा यो अध्ययनमा पनि आएको होला, फर्दर त्यसलाई चाहिँ मलाई लाग्छ एकै ठाउँमा राखेर हेर्यो भने अझै मद्दत पुग्छ होला। यसलाई पनि म चाहिँ नोटिसमा लिदिनुको लागि आग्रह गर्छु। हामी कुनै राजनीतिक दल, यो पार्टी, त्यो पार्टी, यो सरकार, त्यो सरकारबाट नभनिकन त्योभन्दा माथि उठेर यति महत्त्वपूर्ण कुरामा मद्दत गर्न चाहन्छौँ। तर यसलाई चाहिँ हामीले यो राजनीति निरपेक्ष भन्ने भन्दा पनि दल निरपेक्ष भन्यो भने चाहिँ यो चाहिँ राजनीति निरपेक्ष झन् हुनुहुन्न, म त झन् यो चाहिँ राजनीतिक विषय हुनुपर्छ भनेर भन्छु। यो यहाँको सबै खालका हामी फरक फरक राजनीतिक दलका सबै मानिसहरूको एउटा पोलिटिकल कमिटमेन्ट चाहिन्छ। यसबाट निरपेक्ष रहेर हुँदैन कि यसलाई पशुपतिले क्षेत्र विकास कोषले लिड गरेको, यहाँको साथीहरूको पनि, यहाँको स्थानीय समुदायहरूको पनि सहभागिता गराएर उनीहरूको पनि कन्सेन्ट लिएर यसमा त्रिभुवन विश्वविद्यालय जस्तो संस्थागत साझेदारी भएर नेपाल सरकारको योजना आयोगले पनि यसलाई आफ्नो भित्र लिएर गरेको कुरालाई हामी विभिन्न तहमा वडाधीश आइपुग्नु भएको छ, त्यसको नरतुमदाई हुनुहुन्छ, हामी विभिन्न तहमा काम गर्ने जनप्रतिनिधिहरूले जस्तो सुकै अवस्थामा पनि पशुपति क्षेत्र। कांग्रेस नेता थापाले स्थानीय जनताको सहभागिता बिना नै पशुपति क्षेत्रको विकास गर्छु भन्ने सोच गलत हुने पनि स्मरण गराउनुभयो। अब फेरि समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। जापानका विदेश मन्त्री तारो कोनो नेपालको 2 दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन्। राष्ट्र मन्त्री प्रदीप कुमार ग्वालीको निमन्त्रणमा विदेश मन्त्री कोनो बुधबार अपराह्न नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले जापानी विदेश मन्त्री कोनो 18 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज नेपाल आउन लागेका हुन्। मन्त्रालयका अनुसार भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुनेछ। जापानले नेपालीका लागि रोजगारी खुल्ला गरेको, यसका प्रतिक्रियागत समस्या निरूपण लगायतका विषयमा दुई देशका परराष्ट्र मन्त्रीबीच छलफल हुने मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल र जापानबीच हवाई सेवा सम्झौता गर्ने तयारी पनि छ। परराष्ट्र मन्त्री प्रदीप कुमार ग्वाली र उनका समकक्षी कोनो बीच बुधबार अपराह्न हुने मन्त्री स्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ। नेपाल र जापानको परराष्ट्र मन्त्रालय बीच सहयोग प्रबन्धन सम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र रूपमा निर्माण समेत निर्माण गरिनेछ। सरकारको संयुक्त नेपाल सुखी नेपालीको लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार प्रविधि, हस्ताक्षर गरिबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापन लगायत विषयमा छलफल हुनेछ। भ्रमणका क्रममा विदेश मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। वैदेशिक रोजगार व्यवसायीहरूले मलेसियामा
कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा काम गर्न जाने कामदारहरूले दबाब दिइरहँदा पनि सो सम्बन्धमा सरकारले सुनवाई नगरेको गुनासो पनि गरेका छन्। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संघका अध्यक्ष रोहन गुरुङले मलेसियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गर्नुभयो। उहाँले मलेसियामा जाने कामदारहरूको दबाब दिँदा समेत सरकारले सो ठाउँमा कामदार पठाउने अनुमति नदिएको भन्दै गुनासो पनि गर्नुभयो। अध्यक्ष गुरुङले सरकारले वैदेशिक रोजगार सम्बन्धी विभेदकारी नीति लिएको भन्दै आपत्ति पनि जनाउनुभयो। खाडी तथा मलेसिया कामदार पठाउँदा फ्री टिकट र दक्षिण कोरियामा कामदार पठाउँदा शुल्क सहितको विभेदकारी नीति लिएको उल्लेख गर्दै उहाँले तत्काल सच्याउन पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। नेपाल निजी क्षेत्रले चाहिँ आफै बजार प्रबन्धन गरेर ल्याउने मागपत्रमा 10,000 भन्दा चाहिँ 1 रुपैयाँ पैसा लिन पाउँदैन भन्ने खालको विभेदपूर्णकारी निर्णय र टिकट आफै काटेर गइरहेको छ। दक्षिण कोरिया कामदार आफै टिकट काटेर गइरहेको अवस्थामा फेरि यता खाडी र चाहिँ मलेसिया मुलुकमा चाहिँ टिकट कम्पनीले दिए पठाउन नत्र पठाउन पाउँदैनौ भन्ने खालको विभेदपूर्णकारी निर्णय गरेर चाहिँ राज्यले जुन एउटा निर्णय आएको छ त्यो पनि चाहिँ त्यो निर्णय सचिनुपर्छ। यदि साँच्चै नै चाहिँ कामदारको हितमा राज्य लागेको हो भने दक्षिण कोरियामा किन टिकट निशुल्क हुनुपर्छ भन्ने विषयमा राज्य किन मौन रहन्छ? निजी क्षेत्रमा सरकारले दक्षिण कोरियामा जाने कामदारहरूलाई टिकट शुल्क लिने व्यवस्था गरेको छ, तर मलेसिया र खाडी मुलुकमा भने फ्री टिकटको व्यवस्था गरिएको छ। सरकारको सो नीति विभेदकारी भएको भन्दै वैदेशिक रोजगारी व्यवसायीहरूको आपत्ति छ। संघका अध्यक्ष गुरुङले सो विभेदकारी नीति तत्काल सच्याउन र वैदेशिक रोजगार व्यवसायीलाई मारमा नपार्न पनि सरकारलाई सचेत गराउनुभयो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भक्तपुरमा मोटरसाइकल दुर्घटना, 1 जनाको मृत्यु, 1 जना गम्भीर घाइते। बागलुङमा आग लागि, 3 जनाको मृत्यु, आगो नियन्त्रणमा। महोत्तरीमा पत्रकारमाथि नेपाली सेनाले गरे दुर्व्यवहार भन्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आपत्ति। स्थानीय जनतासँग घनीभूत छलफल गरेर मात्र पशुपति क्षेत्रको बृहत्तर गृह योजना बनाउन उपयुक्त हुने नेपाली कांग्रेसका पूर्व स्वास्थ्य मन्त्री थापाको धारणा। र मलेसियामा कामदार पठाएको अनुमति दिन वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारसँग माग। हवस् त, अहिलेलाई समाचार यति नै। पल पल खबर 30 नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।